So what's up everybody? Speaking Subhash Sai from Kathmandu. So आज मेरो डे 6 हो होइन अनि मैले आज के गरेँ त बिहान उठेदेखि सुत्ने बेलासम्म डिस्क्राइब गर्न गइरहेको छु. सो लेट्स स्टार्ट. फर्स्ट अफ अल म आज 5 बजे साढे 6 बजे उठेको थिएँ. मैले गएर हेरेको पालिबाट जस्तो लाग्यो. त्यसपछि म गएन, फेरि सुतेँ जस्तो गरेँ फेरि अनि ज्याउलाएर उठेर साढे 6 बजेतिर उठेर फेरि फ्रेस भइयो, मेडिटेसन गरियो 10 मिनट होइन, अनि अलिकति एक्सर्साइज गरियो, फेरि इयरफोन लगाएर 40 आवर्स बाइनाकुलर सङ सुनेर एकपल्ट पल्टिएँ म. त्यसपछि फेरि खाजा खाइयो होइन, दुध र नमकिन खाइयो. त्यसपछि अनि त्यो ड्रम सफा गर्नुपर्थ्यो. ड्रम सफा गर्दै हातमा 3वटा फोका उठेको छ. यसरी झ्याम झ्याम हान्दाखेरि एउटा यहाँ, एउटा 2वटा यहाँ, 3वटा फोका उठेको छ. देन त्यसपछि खाना खाइयो अनि मोबाइल हेऱ्यो अनि सुत्यो. 2 घन्टा सुत्यो आज दिनमा. मस्त झ्याउला त्यो दिनमा सुत्यो. त्यसपछि उठेर फेरि पहिला ल्याएर आइयो. पहिला ल्याउनु गएन. त्यसपछि यातायात कार्यालय गएर आएँ. काम बनेन, बाइकको पनि भएन, गाडीको पनि भएन. त्यसपछि अनि मैले कोडिङ सिक्न थालेँ. एउटा ट्युटोरियल भेटेँ कोडिङ कहाँबाट स्टार्ट गर्ने त्यसको बारेमा. अनि त्यसपछि मैले अरू सबै छोडेर अहिले फर्स्टमा चाहिँ डेटा एनालाइटिक्स सिक्छु भनेर एउटा त्यो 29 घन्टाको प्लेलिस्ट छ, एउटै भिडियो छ, त्यसलाई सेभ गरेको छु. आज कति 40-45 मिनट जति वाच गरेँ. नर्मली पाइक्राममा कोड गर्न सिकेँ मैले. मजा आयो तर मलाई होइन. भोलिबाट त्यसलाई कन्टिन्युटी दिन्छु होइन. एटलिस्ट 2 घन्टा मैले पढ्नु छ, मतलब प्र्याक्टिस गर्नु छ, सिक्नु छ. अनि बुक पढ्नु छोडेको 2-3 दिन जति भइसक्यो. बुक पढ्नु छ मैले अब भोलिबाट. आज यस्तै भयो. सो अनि त्यसपछि बेलुका खाना खाइयो. अब त्यही त हो नि, साथीसँग कुरा गऱ्यो हतिजीसँग. त्यसपछि अरू साथीहरूसँग 50 मिनट कुरा गरियो होइन. यति के भन्छन् अनि अलिअलि मोबाइल हेऱ्यो, ल्यापटप हेऱ्यो, स्ट्यान्डअप कमेडी हेऱ्यो. अनि अब सुत्ने टाइम भयो, अब सुत्ने होइन. भोलि चाहिँ उठेर के गर्नु छ भने मैले मर्निङ वाक जान्छु. पानी परेको छैन भने, पानी परेको छ भने उठेर त्यो टाइममा नै पढ्न थाल्छु म. सिक्रेट पनि पढ्नु छ र इन्टेलिजेन्स इन्भेस्टर पनि पढ्नु छ. यो किनेर राखेर मात्र भएन नि, यो किनेर पढ्नु पनि पर्छ. पढ्नुपर्छ नि. यो जानुभन्दा अगाडि पढेर भ्याएर जाने. आज कति भयो? आई थिङ्क आज 20 गते भयो होइन. यति नै थियो. थ्याङ्क यू सो मच एभ्री वान. सी यू इन द नेक्स्ट भिडियो.